नेपालको पूर्वी क्षेत्र भलिबल खेलाडी उत्पादन गर्ने कारखाना जस्तै छ। यहाँ थुप्रै चर्चित भलिबल खेलाडीहरू रहेका छन्। नेपालको राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय भलिबल कोर्टमा समेत उत्कृष्ट प्रदर्शन गर्ने थुप्रै नेपालका खेलाडीहरू पूर्व क्षेत्रका छन्। पछिल्लो क्रममा पूर्वेली खेलाडीहरूमा चर्चित भलिबल खेलाडीमध्येका एक हुन् पाँचथरको याङबर गाउँपालिकाका कृष्ण चापागाई। पुलिस टिम रानीबाट पनि प्रतिनिधित्व गरिसकेका चापागाई 2072 सालदेखि यता भने पाँचथर जिल्लाको भलिबल टिमको कप्तानको रूपमा रहेका छन्। उनी पाँचथरको याङबर गाउँपालिकाको पनि टिम कप्तान हुन्। उनले रेजिना रनिङ सिल्ड, कपिलवस्तु राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, 7औं राष्ट्रिय खेलकुद प्रतियोगिता 2073 पूर्वाञ्चल छनौट, शाहमुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता रोल्पा 2075 जस्ता चर्चित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता तथा छनौट प्रतियोगितामा पनि उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। पछिल्लो क्रममा अन्तरपालिका भलिबल प्रतियोगितामा सनसनी मचाउँदै आएका चापागाईले थुप्रै प्लेयर अफ द म्याच, उत्कृष्ट स्पाइकर र सर्वोत्कृष्ट खेलाडीको पनि उपाधि उचालिसकेका छन्। उनको घर कोठामा थुप्रै मेडल र ट्रफीहरू रहेका छन्। उनको कोठामा प्रवेश गर्ने बित्तिकै मेडलहरू वरिपरि देखिन्छ र ट्रफीहरू पनि भरेभराउ रहेका छन्। हुन त सुरुमा फुटबल खेलाडी रहेका चापागाई जब खगेन्द्र योङहाङसँगको भेटमा रहे त्यसपछि भने भलिबल खेलमा प्रवेश गरे। खगेन्द्र योङहाङले बायाँ हातले भलिबल खेल्ने खेलाडी उत्कृष्ट बन्न सक्छन् भनेपछि खेलका लागि भलिबलमा पाइला टेकेको बताउने चापागाई खगेन्द्र योङहाङ र पाँचथरको याङबर गाउँपालिकाको उपाध्यक्ष बाबा मेनाङबोलाई प्रेरणाको स्रोत मान्छन्। उनले भने खगेन्द्र योङहाङ मलाई भलिबल खेलमा लाग्न प्रेरणा दिने व्यक्ति हुनुहुन्छ। प्रस्तुत छ चापागाईसँग गरिएको छोटो कुराकानी। जस्तो तपाईँको कोठा हेर्दै गर्दाखेरि चाहिँ एकदमै ट्रफीमय देखियो, मेडलहरू धेरै छन्। मेडल र ट्रफीले मात्रै भरेका कोठा रहेछन् तपाईँका, दुईवटा कोठा त भरिभराउने छन्। यो भलिबल खेल्न थाल्नु चाहिँ कति भयो तपाईँले? मैले त्यस्तै 16-17 वर्षबाट खेलियो। त्यस्तै 8-10 वर्ष, 12-14 वर्ष भनौँ, त्यस्तै 8-10 वर्ष भनौँ, त्योभन्दा अलिक माथि नै भयो। त्यस्तै हो। भलिबल खेल्न पर्छ भनेर प्रेरणा कसैले दियो र खेल्नुभयो अथवा चाहिँ तपाईँले आफै खेल्नुभयो, मैले यो खेल्नुपर्छ भनेर मन परेर के हो? होइन, यो त्यो खेल्नुपर्छ भन्दा पनि प्रेरणा दिएर चाहिँ गरेको हो होइन। हाम्रो यहाँ के भन्छ मध्य पहाडी राजमार्ग छ नि, त्यो बन्दाखेरि चाहिँ हाम्रो इलियाङ, अहिले इलियाङ भनौँ, सुबाङबाट खगेन्द्र योङहाङ भन्ने आउनुभएको थियो काम गर्नलाई। अनि हाइट र त्यो देब्रे हातले यसो अलिअलि पाटापुटा हानेर देख्दाखेरि खेल्नुपर्छ, देब्रे हातको अलिकति महत्त्व छ भन्ने कुराले चाहिँ उहाँले अलिकति चाहिँ खेलाउनु भयो। त्यहाँ ग्राम पनि व्यक्तिगत रूपमै बनाएर खेलाएर चाहिँ खेल्दै खेल्दै गर्दाखेरि यतिको भयो। उहाँको प्रेरणाले गर्दाखेरि चाहिँ तपाईँ खेल्नु भयो? उहाँले गर्दाखेरि चाहिँ भनौँ न विशेष चाहिँ। भनेपछि तपाईँ त्यो उमेरसम्म चाहिँ खेल्नु भएको थियो, लगभग 16 वर्षसम्म चाहिँ तपाईँले भलिबल खेल्नु भएको थिएन, छुनु पनि भएको थिएन? थिएन त्यतिखेर, फुटबल खेल्थेँ म त्यतिखेर, त्यो बेला स्कुल लेभल थियो त्यतिखेर। तर एकाएक चाहिँ भलिबल नछोएको खेलाडी चाहिँ भलिबलमा लागेर अनि छोटो समयमा यत्रो झन्डै 150 भन्दा बढी मेडल रहेछन् तपाईँका होइन, ट्रफी उति नै छन्। कसरी यो हासिल गर्नुभयो तपाईँ? अहिले के लाग्छ यस्तो तपाईँलाई? अहिले अब त्यही सिकाउनु भयो, त्यसै लाग्छ। त्यतिखेर टिम पनि राम्रो थियो नि त हाम्रो त्यतिखेर, हामीभन्दा सिनियर दाइहरू हुनुहुन्थ्यो, उहाँहरू पनि खेल्नुहुन्थ्यो। पछाडि चाहिँ हामी निस्के पछाडि टिम भनौँ, एउटा राम्रो टिम भनौँ, गाविस स्तरीय हुन्थ्यो पहिले त। त्यहाँबाट चाहिँ अहिले गर्दै गर्दै पालिका, जिल्ला स्तरीय, 1-2 नेसनल गेम पनि खेल्यो। त्यो अनुभवले गर्दा नेता खेल्न सहज भयो मलाई। जिल्लाको क्याप्टेन पनि भएर खेल्नु होइन पाँचथरको? धेरै भयो अहिलेसम्म मै छु क्याप्टेन, अब चाहिँ नयाँ पुस्तालाई दिनुपर्छ भन्दैछु यो सालबाट चाहिँ। कति वर्ष भयो तपाईँ पाँचथरको जिल्ला क्याप्टेन, भलिबलको क्याप्टेन भएर खेल्नु भएको? निकै वर्ष भयो भनौँ न। हाम्रो बाबा मेनाङमा दिदी हुनुहुन्थ्यो, उहाँ अध्यक्ष हुनुहुन्थ्यो नि त त्यतिखेर खेलकुद विकासको। त्यहाँ पछाडिदेखि चाहिँ उहाँको पालादेखि नै भएको थिएँ म, अहिलेसम्म भइरहेको छु। अलिकति बाबा दिदीको पनि छ प्रेरणा चाहिँ, उहाँले निकै नेसनल गेममा नजाने भनेको थिएँ, सिलेक्सनमा पर्दा पनि उहाँले यसो हौसला दिएर पठाउनु भएको हो। बाबा मेनाङ भयो, याङबाट गाउँपालिकाको अहिलेको उपाध्यक्ष। उहाँले पनि तपाईँलाई केही न केही चाहिँ हौसला दिनुभएछ होइन? दिदीको पनि म यतिको हुनुमा। अब अहिले सरसरी तपाईँलाई कोठामा प्रवेश गर्दाखेरि मेडलले भरेको देख्नुहुन्छ, ट्रफी नै ट्रफी रहेका छन्, कस्तो महसुस हुन्छ यतिखेर टक्क कोठामा प्रवेश गर्दाखेरि चाहिँ? अलिकति आनन्दै लाग्छ। अब यतिको बनाइयो होइन, यो यसमा पनि त धेरै दुःख छ नि त होइन, मेहनतहरू छ। अलि आनन्दै लाग्छ यहाँ बस्दाखेरि त। जस्तो भलिबलमा लाग्न चाहने जो युवा पुस्ता छ होइन, उनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ चाहिँ भलिबलमा के गरियो भन्ने चाहिँ एउटा टप प्लेयर बन्न सक्छ, तपाईँ जस्तो एउटा चर्चित प्लेयर बन्न सक्छ, ओपन स्पाइकर हुनुहुन्छ तपाईँ आफै पनि, पाँचथर जिल्लाको कप्तान भएकै धेरै वर्ष भइसक्यो, याङबाट गाउँपालिकाको त तपाईँ आफै हुँदै हुनुहुन्छ अहिले पनि र जिल्लाको पनि हुँदै हुनुहुन्छ। तपाईँ जस्तो स्पाइकरमा, पावरफुल स्पाइकर बन्नको लागि चाहिँ टप प्लेयर बन्नको लागि के गर्नुपर्छ होला?
कमसेकम भलिबलमा लाग्न चाहनेहरूको लागि र जो अहिले भलिबलमा सुरुवात गर्नुभएको छ प्रवेश गर्नुभएको छ उहाँहरूको लागि के भन्न चाहनुहुन्छ? अब अलिकति मेहनत चाहिँ निकै नै चाहिन्छ होइन। अब खेलेर पनि त्यत्रो त छैन नेपालमा, यसो नामको लागि खेल्ने हो। दामभन्दा पनि दाम पनि अहिले पछिल्लो समय त अलिअलि पहिलेभन्दा त निकै राम्रै भएको छ, र पनि मेहनत चाहिन्छ, धेरै धेरै सङ्घर्ष गर्नु पर्यो। सम्भव छ छ तर खेलकुदबाट बाँचिँदैन भन्ने कुरा छ नि। कतिसम्म अहिले धेरै खेलाडीहरू पलायन भइराख्नु भएको छ, विदेशतिर गइराख्नु भएको छ। यो नबाँच्ने भरै जानुभएको हो अथवा चाहिँ उहाँहरूले चाहिँ यहाँभन्दा बढी चाहिँ खेलकुदबाट मनग्गे आमदानी चाहिँ विदेशमै गर्ने भएपछि जानुभएको के हो? अलिकति त्यही पनि होला, तर गाह्रो त गाह्रै छ खेलाडीलाई नेपालमा। अब जित्दा मात्र हाइ हुन्छ सबैको, हारेपछि छिथो भन्ने हुन्छ, त्यो त सबै स्वाभाविकै कुरा हो। जित्दा मात्र छ, त्यही भएर अलिक गाह्रै छ नेपालमा। पहिलेभन्दा चाहिँ केही सुधारै भएको देख्छु म पनि। भविष्य चाहिँ छ कि छैन खेलको लागि, खेलकुदमा लाग्नेहरूको लागि? देख्दिनँ म भविष्य त होला, अब विभागीयतिर छिर्नु पर्यो भविष्य बनाउनको लागि। बाहिर पब्लिकमा त निकै गाह्रै हुन्छ। अन्तरपालिका भलिबल प्रतियोगितामा आफ्नो गोजीको पैसा लगानी गरेर पनि पालिकाको नाम राख्न खेल खेल्ने गरेको बताउने चापागाईले पूर्व क्षेत्रमा चर्चित र उत्कृष्ट खेलाडीले भरेको पालिका बनाउने उद्देश्य रहेको बताएका छन्। उनले निकट भविष्यमै आफ्नो पालिकामा खेलाडी उत्पादन गर्नका लागि तालिम सञ्चालन गर्ने पनि बताएका छन्। चापागाईको खेलाडी उत्पादन गर्ने सपना पूरा होस्, शुभकामना।